दर्शक महानुभावहरू हानाहानको स्थिति यहाँ देख्न सक्नुहुनेछ। युवाहरूले ढुङ्गामुढा प्रहार गरेका छन् र प्रहरीलाई निकै समस्या भइरहेको छ। यो राम्रो होइन, पक्कै पनि यो राम्रो सन्देश यसले दिँदैन। र यति बेला प्रहरीले लाठीचार्ज गरिसकेको छ दर्शक महानुभावहरू। प्रहरीले र ढुङ्गामुढा सहित यो लाठीचार्ज भएको दृश्य तपाईँहरूलाई हामीले देखाइरहेका छौँ। प्रहरीले बल प्रयोग गरिसके पश्चात अहिले भिड भित्र बनेको छ। दर्शक महानुभावहरू यो दृश्य तपाईँले देख्न सक्नुहुनेछ। प्रहरीमाथि लाठीचार्ज भइरहेको छ यहाँ र ठुलो सङ्ख्यामा जुन प्रहरीमाथि चाहिँ ढुङ्गामुढा भइरहेको छ। अश्रु ग्यास प्रहार गरेको छ प्रहरीले र भिडलाई नियन्त्रणमा लिनको लागि चाहिँ अश्रु ग्यास प्रहार गरिसकेपछि दोहोरो झडप भएको छ। जेनजी युवाहरूको बिचमा युवाहरू यसै गरी प्रहरीको बिचमा मुठभेड भएको छ। दर्शक महानुभावहरू हानाहानको स्थिति यहाँ देख्न सक्नुहुनेछ। युवाहरूले ढुङ्गामुढा प्रहार गरेका छन् र प्रहरीलाई निकै समस्या भइरहेको छ। यो राम्रो होइन, पक्कै पनि यो राम्रो सन्देश यसले दिँदैन। सबैलाई अनुरोध गर्न चाहन्छौँ हामी, कृपया कसैले पनि नगरिदिनु होला। यो आफैमा राम्रो सन्देश यसले दिने छैन। कसैले पनि कृपया यो नगरिदिनु होला। दोहोरो झडपको स्थिति बनेको छ सिमरा। यति बेला दोहोरो झडप भएको छ यहाँ सिमरा। यो दृश्य तपाईँहरूलाई हामीले यति बेला देखाइरहेका छौँ। यो आफैमा यसले राम्रो सन्देश पक्कै दिने छैन। यो कृपया जेनजी प्रदर्शनकारीहरूलाई पनि हामी अनुरोध गर्न चाहन्छौँ, यसले पक्कै राम्रो सन्देश भने दिने छैन। प्रहरीले बल प्रयोग गरिसके पश्चात अहिले ढुङ्गामुढा प्रहार गरिरहेका छन्। दोहोरो झडपको स्थिति बनिसकेको छ सिमरा। यो दृश्य तपाईँहरूलाई हामीले देखिरहेका छौँ र अश्रु ग्यास प्रहरीले प्रहार गरिसकेको छ। दर्शक महानुभावहरू प्रहरीले यहाँ अश्रु ग्यास प्रहार गरिसके पश्चातदेखि मुठभेडको स्थिति बनिरहेको छ। यो आफैमा राम्रो दृश्य पनि होइन। दर्शक महानुभावहरू यो दोहोरो झडपको स्थिति जेनजी युवाहरू जसले प्रदर्शन गरिरहेका थिए त्यहाँ प्रहरीले एक्कासी हवाई फायर गरिसके पश्चात अहिले दोहोरो झडप भएको छ सिमरा चोकमा र यहाँ आगो बालिएको छ। यो राम्रो दृश्य होइन, यो नगर्नु होला कृपया कसैले पनि। प्रहरी यहाँ ब्याग भएको छ। जेनजी प्रदर्शनकारीहरूले प्रहरीलाई लखेटेका छन् र यो राम्रो होइन, यो कृपया कसैले पनि नगरिदिनु होला। यो हामी पनि अनुरोध गर्न चाहन्छौँ। प्रहरीलाई यहाँ खेदेका छन् जेनजी प्रदर्शनकारीहरूले। दोहोरो झडप भएको छ केही बेर अघि सिमरा चोकमा। यसले पक्कै पनि राम्रो सन्देश भने दिने छैन र प्रहरी ब्याग भइसकेको स्थिति छ। सिमरा थप आन्दोलित बनेको छ। दर्शक महानुभावहरू झडप भइसके पश्चातको यो दृश्य देख्न सक्नुहुनेछ तपाईँहरूले। प्रहरीलाई प्रदर्शनकारीहरूले जेनजी युवाहरूले लखेटेका छन्। यहाँ अश्रु ग्यास प्रहार गरिसकेको छ प्रदर्शनकारीले। स्वयं त्यो अश्रु ग्यास नै लगेर पुनः प्रहरीलाई फालिदिएका छन्। यो यहाँ लगातार अश्रु ग्यास प्रहार भइसके पश्चात अहिले स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले अश्रु ग्यास प्रहार गरेको यो दृश्य तपाईँहरूलाई हामीले देखाइरहेका छौँ। दर्शक महानुभावहरू मुठभेडको स्थिति झडपको स्थिति बनेको थियो केही बेर अघि सिमरामा। दृश्य तपाईँहरूलाई प्रत्यक्ष हामीले सिमराबाट देखाइरहेका छौँ।